के तपाईँ पनि युट्युबको दुनियाँमा आफ्नो क्यारियर स्टार्ट गर्न सोच्नुभएको छ बट तपाईँलाई युट्युबको बारेमा अलिकति पनि ज्ञान छ? टेन्सन नलिनुहोस्, म छु त। युट्युब स्टार्ट गर्नुभन्दा अगाडि हामीलाई एउटा पर्फेक्ट निच छान्नुपर्छ, जुन कि म यो भिडियोमा एक्सप्लेन गर्नेछु। तपाईँ युट्युबलाई लिएर सिरियस हुनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेरिदिनु होला, यदि छैन भने नो प्रब्लम। हाम्रो नेपालमा हेर्ने हो भने जति पनि ठुलो युट्युबरहरू छन् सबले एउटा न एउटा निचमा काम गरिरहेका छन् र लाखौँ पैसा युट्युबबाट छापिरहेका छन्। अब कुरो आउँछ तपाईले आफ्नो लागि कसरी निच फाइन्ड आउट गर्ने। यो जान्नको लागि तपाईले आफूलाई क्वेसन गर्नुहोस्, तपाईको इन्ट्रेस्ट के छ, तपाई कुन फिल्डमा धेरै रुचि राख्नुहुन्छ। कसैलाई ब्लगिङमा इन्ट्रेस्ट होला, कसैलाई कुकिङमा इन्ट्रेस्ट होला, कसैलाई गेमिङमा इन्ट्रेस्ट होला, एक्सेट्रा। जति पनि ठुलो युट्युबर्स छन् एउटा निचमा काम गरिरहेका छन्। जस्तै एक्जाम्पलको लागि हाम्रै देशको ठुलो युट्युबर्सलाई हेर्नुस्, गेमिङको किङ युट्युबर टोन्डे गेमरको युट्युब च्यानलमा गएर हेर्नुभयो भने गेमिङको मात्र भिडियो भेट्नुहुन्छ। उहाँको च्यानलमा ब्लगिङ कुकिङ जस्तो कन्टेन्ट भेट्नुहुन्न। त्यस्तै द ब्लगर फुड किचन, यो च्यानलमा मात्र कुकिङ भिडियो भेट्नुहुन्छ। त्यस्तै एमआरबी ब्लग, यहाँ ब्लगको मात्र भिडियो भेट्नुहुन्छ। यदि तपाईको कुनै बिजनेस छ भने तपाई त्यही बिजनेसबारे भिडियो बनाउनुस्। यसको दुईवटा फाइदा छ। एउटा, तपाईले आफ्नो बिजनेसलाई फ्रीमा एडभर्टाइज गर्न सक्नुहुन्छ र एउटा युट्युबबाट पनि अर्निङ गर्न सक्नुहुन्छ। इन फ्युचर तपाईको च्यानल ग्रो भयो भने सँगसँगै बिजनेस पनि ग्रो हुन्छ। यदि तपाईँ स्टुडेन्ट हुनुहुन्छ भने तपाईले मिनी ब्लग्स, गेमिङ और सकेसम्म कुकिङ च्यानल पनि स्टार्ट गर्न सक्नुहुन्छ। मात्र युट्युबमा पर्फेक्ट निच सिलेक्ट गरेर हुँदैन। युट्युबमा सक्सेस र ग्रो हुनका लागि कन्सिस्टेन्स हुनुपर्छ। यदि तपाईँ कन्सिस्टेन्स भएर भिडियो अपलोड गर्नु भएन भने तपाईँ जति हार्डवर्क गरे पनि सक्सेस आउँदैन। त्यसैले हप्तामा कमसेकम 3-4 वटा भिडियो अपलोड गर्नुपर्छ। यदि सर्ट्स भिडियो बनाउनुहुन्छ भने एक दिनमा 2-3 वटा भिडियो अपलोड गर्नुपर्छ। भिडियो मन परे एउटा लाइक र सब्सक्राइब गरिदिनु होला र टप 5 ग्रोइङ निच टपिकमा भिडियोको लागि कमेन्टमा यस टाइप गर्नु होला। 10 वटा कमेन्ट आयो भने म यो टपिकमा भिडियो बनाउने छु। थ्याङ्क यू फर